हेलो एभ्रिवान, नमस्ते। आज एनपिएलका टिमहरू मध्येको एउटा टिम सुदूरपश्चिम रोयल्सको बारेमा डिस्कस गर्न तपाईहरुमाझ उपस्थित भएको छु। सुदूरपश्चिम रोयल्सले नेपाली खेलाडीहरू कोटा पूरा गरेको छ भने विदेशी खेलाडीहरूमा 4 जना उन्मुक्त गर्दा अझै 2 जना खेलाडीहरू अनुबन्ध गर्न बाँकी रहेको छ। सर्वप्रथम हामी नेपाली खेलाडीहरू बारेमा कुरा गरौँ। कप्तानको भूमिकामा टाइगर दिपेन्द्र सिंह एरी रहनेछन्, जसले टिमलाई ब्याटिङ, बोलिङ र फिल्डिङ तीनटै डिपार्टमेन्टमा कन्ट्रिब्युट गर्न सक्छन् र उनलाई 3D प्लेयरको नामले पनि चिनिन्छ। जस्तै अर्का अनुभवी खेलाडी विनोद भण्डारी, जसले ओपनिङमा टिमलाई फायर पावर दिने गर्दछन्। मिडल अर्डरका पटपर्दा ब्याट्सम्यान आरिफ शेख, त्यस्तै अनुभवी योर्कर किङ अविनाश बोरा, टप अर्डरका ब्याट्सम्यान ईशान पाण्डे, स्पिनर नरेन साउद, लेफ्ट ह्यान्डेड पेसर हेमन्त धामी, त्यस्तै टेकबहादुर रावत, दिपेन्द्र थापा, दीपक बोरा र मिलन बोरा, त्यस्तै ट्यालेन्टबाट आएका हिक्मत सिंह बोरा, त्यस्तै विदेशी खेलाडीहरूमा सबै फ्रेन्चाइज लिगको अनुभव भएका क्रिस लिन र उनले बीबीएलमा सबैभन्दा धेरै रन पनि बनाएका छन्। त्यस्तै अर्का अस्ट्रेलियन आक्रमक प्लेयर जस ब्राउन, जसलाई बीपीएल खेलेको अनुभव छ। अर्का विदेशी प्लेयरका रूपमा राइट आर्म फास्ट बलर स्कट कुकलाइन रहेका छन्। उनले आफ्नो देशका लागि सबै फर्मेटका खेलहरू खेलिसकेका अनुभव छ भने आइपीएल, सीपीएल खेलेको अनुभव पनि छ। अर्का युएसएका प्लेयर हरमित सिंह, जो डाउन अर्डरमा आएर ब्याटिङ गर्ने क्षमता पनि राख्दछन् भने अहिलेसम्मको सुदूरपश्चिम रोयल्सको स्क्वाड हेर्ने हो भने ब्यालेन्स देखिन्छ। टप अर्डरमा क्रिस लिन, जोस ब्राउन, विनोद भण्डारी जस्ता आक्रमक खेलाडीहरू छन् भने मिडल अर्डरमा आरिफ शेख जस्तो अनुभव भएका खेलाडीहरू छन् र डाउन अर्डरमा टाइगर दिपेन्द्र सिंह एरी, हरमित सिंह र स्कट कुकलाइन जस्ता खेलाडीहरू रहेका छन्। साथै यस टिमले 2 वटा खेलाडीहरू अनुबन्ध गर्न बाँकी रहेकाले उनीहरूले लेफ्ट ह्यान्डेड ब्याट्सम्यान र फास्ट बलर भित्राउन सक्ने सम्भावना देखिन्छ। टिमको मुख्य प्रशिक्षकमा जकर टमाटा हुनुहुन्छ भने उनी नेपालकै अनुभवी प्रशिक्षकमा पर्नुहुन्छ।